ल साथीहरू, अर्जेन्टिना भर्सेस इजिप्टको पनि फाइनल्ली गेम हेरिसक्यो साथीहरू। तर हिजो चाहिँ काँचै खाएको हो इजिप्टले चाहिँ अर्जेन्टिनालाई होइन। 21-20 मिनटमा गोल हानिसकेको थियो होइन। अनि रेफ्रीले पनि त्यहाँनिर लास्टमा झ्याली पनि गर्यो होइन। अलिकति त्यस्तो झ्याली गरेर जस्तो लाग्यो मलाई त्यो साथीहरू। तपाईँहरूलाई कस्तो लाग्छ है? अनि यो विश्वकप जस्तो ठाउँमा त्यस्तो झ्याली नहोला जस्तो लाग्थ्यो, तर झ्याली हुँदो रहेछ ठाउँ साथीहरू त्यहाँ पनि। त्यही भएर हेर्नु त, त्यहाँनिर अर्जेन्टिना गइसकेको यो टिमबाट हारिसकेको। तर हेर्नुहोस् त, अर्जेन्टिनाको सबै कुरा सुनिदिने अनि इजिप्टको कुरा केही नसुनिदिने। अनि त्यो डी बक्समा गएर लडायो, त्यहाँनिर गएर पनि केही नसुनिदिने कुराहरू। त्यसपछि त्यहाँनिर अब गोल भइसकेपछि उल्टा लगेर फेरि पेनाल्टी दियो। यो सिधै गल्ती रेफ्रीको छ साथीहरू। तपाईँलाई कस्तो लाग्छ है? अब के यो वर्ल्ड कप सोल्ड कप यताउति के गर्नु पर्यो त? सिधै मेसीलाई दिइहाल्यो भने अर्जेन्टिनालाई कप दिएर पठाइ भइहाल्यो नि यहाँ होइन त। त्यस्तो खालको उसको कुरा सुनिदिने, उसको कुरा नसुनिदिने, यो खालको रेफ्री भएर ठिक भएन। कस्तो लाग्छ साथी तपाईँलाई चाहिँ? मेरो चाहिँ त्यस्तो देखेको कुरा चाहिँ उसको कुरा चाहिँ सबै कुरा सुनिदिने होइन। सपोर्ट धेरै भयो क्या अर्जेन्टिनालाई। अनि इजिप्टलाई चाहिँ बिचरा इजिप्टको लास्टमा चाहिँ हेर्दाखेरि साह्रै दुःख लाग्यो होइन साथीहरू। म पनि एउटा रोनाल्डोको सपोर्टर हो, तर पनि मैले मेसीलाई हेड गर्न खोजेको होइन। तर रेफ्रीले चाहिँ गरेको त्यो इन्टरफियरले गर्दाखेरि चाहिँ मलाई अलिकति चित्त नबुझेको कुरो हो साथीहरू। त्यही भएर तपाईँहरूलाई कस्तो लाग्छ साथीहरू? कमेन्ट बक्समा कमेन्ट गर्नु होला है त।